गर्दाखेरि हाम्रो छोरो त न हाम्रो नजिक हुन्छ न केही हुन्छ, पढाइ पनि छोड्यो, केही पनि गर्दैन। अब त ठुलो भइसक्यो, छोरोले केही गर्छ भन्ने आशा थियो, त्यो आशा पनि माथि जस्तो छ। तिमी पनि कति गनगन मात्रै गर्छु भन्नु भने पनि कति भन्नु गनगन दिनु कहिले के भन्छ नि। अब छोराले यस्तै छोराको हालत उसले पनि के खान्छ अरे आजभोलि नसा पदार्थ पनि सेवन गर्न थालेको छ अरे। के भन्ने अब छोराको हालत यस्तै छ। पढ लेखेका मान्छेहरू भन्छन् भन्न त आजभोलि, तर पनि खै सबै बिग्रिसकेका छन्। गाउँ समाजमै आजभोलि लागु औषधको दुर्व्यसनमा परेका छन्। के भन्नु र खै। ओहो बामन मजा अभी मजा आएगा ना भिड़ो। निका छ र मलाई निकै छु बजा तमरा गीत बाले बाँची देऊ। आज तपाईँ के हो भने औपचारिक ड्रेसमै आएपछि त कसो हुन्छ हो। अब बजा सबैका आशीर्वाद कृपाले माटीले पुलिस बनाए गरे यही वडामा इन्चार्ज बनाए पठाइराख्छ। तय लक्ष्यमा तमलाई कोसिसले। अरे कहना क्या चाहते हो? इस सज्जन को क्या तकलीफ है भाई? बजा तमरा आशीर्वाद कृपाले आज होइयो कि भन भयो। कहिले अब निकै काम अरे के राष्ट्र सेवा अरे निको अरे आज मान्छे अत्यारको समय अब अन्धविश्वास भन्नाले के उदाहरण हो भक्तै निको अरे निको राई चाहिँ राज्य निको अरे के हमले हात हेराइदिया धनकाले काम गरे तू होइटाला गर्थ्यो सबैकी आशीर्वाद कृपा लागि यही बेला सहयोग गरे यहाँ इन्चार्ज भएर आइदियो बजा यहाँ अब यहीमा मैले लागु औषध सेवन गर्दा मान्छेलाई न्यूनीकरण गर्दै तँलाई समाजमा जेल हाल्ने मेरो अभियान छ। यहीमा अब बजारले यहाँ कोको खाना के क्या गर्दा तो अब नालीलाई तो कोही बताएको पट्टी हो। बाय बाय टाटा गुड बाय गया। समाज में सबै लागु औषध खान लाग्यो, कोही चोर खान, कोही खैनी सुट्टी खान लगे। सबैको त्यसै छ अवस्था। आजकल मैले जाएको ढुङ्गो सबै ठुलो चाहिँ हाम्रो चल बिगड्दै थिए कि हरामे के गरे रात चिन्तामा हुनमा फुर्काए चिन्तामा हुन्छ यो दुनियाँलाई। अब कसो भयो रामेलाई बिगड्यो उदय कसैमा लाग्यो कि तेरै साथी हो दुईसँगको हो तब उदय बिगड्यो अध्याय कि अब तुईसँग के निको अगाडि बढ्यो निको मान्छे बनिके राष्ट्र सेवा गर्दा चाहिँ हाम्रो मलाई रामे आइयो हो एकजनालाई चिन्ताइ ढुङ्गो है कहाँ से बुझ्यो रामे तँ बोला तँ म सम्झाइदिन मानन्छ कि तँ म भनेको ए रामे कि कहाँ आउँछ कि कहाँ छ यो भए बोलाउन नि कागोला हेलो ए रामे कहाँ छ बा तेरा बा बोलाउन रे। A few moments later. हजुर आमा तेरा बा बोलाउन आछन्। को आया छन्? यहाँ तुलाई भेट्न पुलिस आए तेरा साथी। आइगे के गर्दैन भन् क्या गर्दैन तुईसँगका मान्छे पुलिस भइगयो तू घरमै सुतिरहेछ। सर नमस्कार। नमस्कार के छ रामे ठिकै छस् नि? हजुर ठिकै छ तम्रो सुनायो के छ? ठिक छ कता यहाँ बिग्रिस भन्ने सूचना आयो तेरो आमा बालाई किन पुरस्कारमा दुःख दिन लागिस्? सर यसै भयो साथीका सङ्गतले बिग्री गया अब कसरी गरी जाउँला। साथीले कसरी बिगाड्यो भन्छस्? म त बिग्रेन मेरा पनि साथी थिए म त सही ठाउँमा पुगेर यहाँ अहिले सही भएर वडामा आएको छु त किन बिग्रिस? सर साथीले खाऊ भन्यो लागु औषध ल्याउन लाग्या त्यसै पाछा लाग्या खाइदिया अहिले त लत बसेको छुटाउनै नै सक्दै भए म त बाँचिन सक्ने भए। तँ खाने मात्र है कि ल्याउने पनि गराउँछ है? मसँग खानाइ लेखा त आफै खानाइ लेखा त कामदै पैसा हुने हुन् रे पारीबाट म ल्याइदिन हौ नानो पाउँछु त्यो ल्याइदिया बापत। अरे कहना क्या चाहते हो? इस सज्जन को क्या तकलीफ है भाइ? निकै बिगड्यो यही भनेको त अब तपाईँ ठुलो हो कि हेर्दा मैले यहाँ पुलिस त तुलाई सम्झाउँछु आज नि यसले सम्झाउँछु अनि कसैलाई सम्झाएको के भयो सबै ठुला भयो कि अब पढ लेखाले छ भर्खर यसै त्योले पासले भयो हुनाइ त तपाईँलाई अद्भुत भने पास भएसँगले क्या त्यो पास भयो भने सोचिसकेको अवस्था यो अब लागुमा फसिरहेछ। अब यो भौतालाई मैले खोज्दै हालेँ केही निको अगर मल्ला गराएँ मास्टरलाई चाहिँ उनलाई सोध्थेँ मैले के हुने हो त मान्छेलाई भने उनले के भयो भने
केही हुनेवाला आएको थिएन अब जीवन हो बिगड्यो लागो खेल मान्छे लागेपछि कफैलाई खुद त्यहाँ होइन भन्न लाग्यो उनलाई अब के त्यहाँ रामी गीता चिन्ताले मैसे हो गए अब मास्टरै जान्नाले औषधि के गर्नु डाक्टर भन्डान के गर्नु भन्डान अब यो लत कहाँ छाड्दो के तुलाई थाहा छ त भर्दिनु पर्यो यसलाई आइडिया दिनु पर्यो आएपछि लत त छुट्छ नि हो कसो अपना बुवा इजेका बुवाले जिजमान गरेका पैसा सबको पछि सर लत बसेको क्या दियो खाने लत बसेपछि छुट्टाउनै नै सक्यो त क्या दियो इसो अब अब यसलाई यो ज्यादा खान पछि यसलाई 1 लाखबाट 25 लाखसम्म जरिवाना यसलाई 1 वर्षबाट 25 वर्षसम्म जेल रहन सक्छ हमको सिखा रिया है यसले त मान्छे कि डुबाउँछ कि उडाउँछ तपाईँ बेला कि यसले अहिले धेरैलाई नरहेछ यो सुधर्दै सक्ने सम्भावना छ इतना सुकून हामी 1000 रुपैयाँ लिनुले हामीले त बहुतै सङ्घर्ष गर्नु पर्छ रात दिन खटिनु पर्छ कसैको हात दुख्नु पर्छ अब चाहिँ मान्छे हातले आउन कोही के भन्डान कोही मोबाइलैमा होइजान्छ भन्डान अब उसै छ रे अब जसले हुन्छ हाम्रो निगो गर्नु पर्यो अब सरकारी मान्छे हो कि सरकारी मान्छे हो कि तुले देखेको त्यसैले अब जनरै भन्नु भयो नि तपाईँले अब जेल हाल्ने काम कहीँ लैने काम हाल्नु पर्यो बरु कहीँ हुन्छ त बरु कहीँ सुधार केन्द्र हाल्नु हुन्छ के हुन्छ यो निगो गर्नु पर्यो अब नायक बजे अहिले जेल खाइरहेको छ मैले जागरे जेल हाल्न सक्छौ तमरा अब आमा की हालत देखभर तुम्हारी हालत देखभर यसलाई म अलि सम्झाएर जानु बरु यसलाई म ल जाए भरे पारि त्यसलाई सुधारगिरी छ उहाँ हाल्दिनौ सुधारगिरीमा यो सुधार जालो तपाईपछि यही लेबर कलेज हाल्दिया पढिबर बर यसलाई खुल्या बेला यही म पुलिसमा बर भर्ती यसले राम्ररी लिखित पास गरे बरु होइजो नि हो यहीको हट्टा कट्टा धेक्कामा हट्टा कट्टा छ नै छ है बर तसो काई यसले हुन्छ नानले भेले नान राजा जी अपनी आश भरोसामा नानके हुन्छ भन्ने कामै रात दिन सेका भरोसामा नानके हुने भन्ने आउँछ हुनु केही नै अब कति भयो होइन यति वर्ष हो कि पढाउन लेखाउन पढाउँदा रुपियाँ सकिए सबै अब नानकैले काम गर्दै हुँदै थियो भन्ने मेरो आश हो यही काम आशले यही छ कि नानकैले पढ्दिहाले हुने थियो भन्ने छ